गयो अन्त यो समोरा जसो यहाँ अब हाम्रो हेड सेफले टेस्ट गर्न आउनु भएको छ बनाउनु हुँदैछ सागमा सोया सस हाल्छु भन्नुहुँदैछ किचन टेन्सन लाग्दैछ यहाँ gaya अन्त यो समोरा जसो 찾아와다 진셔가다 지소 이런 거든 소화에 겨와 진제다 이치사바 던제다 이기찬제 좀 남다 지저에 지대나 간제처럼 가야 맞지 되더라며 선제전주는 제저 걸레시는 증연바 되다 예수님도 여기 전조성도 신경하다 선제승계라도 고마쇼 지제승제 가난 증여바 되다다 님이도 좋아군 예치기 되는 내 템라게 제정원 주바쇼 전조셔가 다니다 진제 좋아군도 좋아 주바쇼 전화군도 주바쇼 하나 다다다미라도 좋아군 지소로 저대 선보시바 연소소 제신 수진처바 치매하다 바다다 매니 대미셰셰베 저와 예산예 공산치브레모 다기미게 공산서바 자성된다 공주된 배를 지들하는 바이시 다시 발게 산선 나라쇼 라리아시 바소 연소된 전인고 된 바벨라다르 베만을 비샤라소 라기쇼. So today we are having small momo party before our exam at Baichung's room. Baichung, hello bande hello. हेलो गाइस भन्नु नि यार Subscribe. सब्स्क्राइब गर्नु पर्यो नि के तपाईले चाहिँ मोमो बनाउनु कहाँ सिक्नु भएको खतरा रहेछ त प्रो रहेछ त यहाँको चिज त हामी एउटा हैन यो बेलाई हेर्दाखेरि त एकदम प्रो नै छ त उहाँ पहिला फास्टफुडतिर कहीँ गर्नुभयो क्या तपाईँले यो होटलमा काम गरेको नि कहाँनिर मैले भेटेर लिएर आएको नि हैन हाम्रो हेड सेफ चाहिँ उहाँ हुनुहुन्छ आज उता हाम्रो भाइचुङको रुममेट नाम चाहिँ थाहा भएन मलाई सरी So this is pure veg keema. It looks like meat but it is not. It is soya chunks. And one more guy, Sherab Wongchuk from the previous vlog, he's gone outside to do the dishes. बनिँदैछ बिस्तारै बिस्तारै छुट्टी हो आराम से म चाहिँ खानु मात्रै हो आज बनाउन आउँदैन बनाउँदै बनाउँदै सुती पठाउँछ यार अझै पनि बनाइसकेको छैन हामी चाहिँ बनाउँदैछ है थालेर कति घन्टा भयो 2-3 घन्टा त भयो नि टाइम भएको छ 9:30 हुन लाग्यो इट्स 9:18 and we are still not done, still a long way to go. के गर्नु दाली भात हैन तर मोमो चाहिँ एकदम दामी भएछ चाखी अरे हामीले अघि अचारमा चाहिँ कुनै के भइरहेछ टेक्निकल इस्यु भइरहेछ त्यो अचारमा चाहिँ फर्किरहेछ हामीले
उहाँले कुनै के गर्नु हुँदैछ अचार चाहिँ फर्स्टमा 2 किसिमको बनाउनु भयो फेरि मिसाएर 1 किसिमकै बनाउनु भयो उहाँले गर्नु चाहिँ गर्दैछ एउटा स्पेसल गर्दैछ किनकि अलिक नेटवर्क ह्याङ भएको रहेछ अहिले त्यो भाइ चाहिँ यो चाहिँ कसको लागि बनाएको यत्रो गतिलो चाहिँ ज्ञानको कमजोरी यसै न यहाँ डिस्टर्ब नगर नि त्यहाँ डल्लो भएको छैन ज्ञानको कमजोरीले अहंकार बनाउँछ उता चाहिँ फेरि इमोसनल दिँदैछ कोटसेर ज्ञानी विद्यार्थी शान्त रहन्छ छिटो छिटो स्टोरी खुल्नु आँट्यो खोलाले वाउ This is for you. सानो खोलाले For me? बचाउँछ। Typho. सानो खोलाले Finally, it's ready. Last batch is on the stove. Going to start it. सेराउँछु लगाइदेऊ यो मुखले सारो न Onze o genci becinga, şişin de bırakı be kansala, mayın bocin ki var şansı be, çekiyor sunmanla çekiyor. Do taste गर्नु पर्यो. यहाँ हो हाम्रो हेड सेफले टेस्ट गर्न आउनु भएको छ. मिठो It's 10 by the time we are done. चाहिँ मोमो खाएर आज चाहिँ फेरि खाना खानु आँटेको भाइ चाहिँ आज केही नबनाएको आज केही नपकाएको हिजोको त्यो ठुलो टाइपको बन्न थाकेको छ हिजोको ठुलो टाइपको यो अचार चाहिँ उहाँको स्पेसल हिजोको आज पनि छ एउटा चाहिँ चिम्पीको एउटा चाहिँ बदमको आज साग बनाउनु हुँदैछ सागमा सोया सस हाल्छु बनाउँदैछ टेन्सन लाग्दैछ यहाँ हो त हेड सेफले चाहिँ फेरि दाल र अन्डा बनाएर चाहिँ बसिरहनु भएको छ अब खानुपर्छ 7 बज्न आँट्यो 7:30 दिन चाहिँ फेरि पढाइ स्टार्ट तो गाइस अभी टाइम हुआ है रात के ऑलमोस्ट 9 बजे सैटरडे आज और अचानक मूड बन गया इसीलिए हम लोग आए हैं हम लोग का इधर का मोस्ट फेमस टी स्पॉट में चाय और दूध एकदम बिना पानी वाला ऑर्गेनिक दूध ये पीने आए अभी लौटने वाले हम लोग मोनास्ट्री कहाँ से गुरुजी इतना रात को अचानक में आपका यूट्यूब में स्वागत है हेलो 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 लोबेन नंबर हम आपका हेलो लोबेन ला फर्स्ट डेब्यू इन माई ब्लॉग Good evening. गुड इभिनिङ के दिने गाइस गाडी आउँदो रहेछ भनेको त दुईटा बाइक आउँदो रहेछ नि अलग अलग दुईटा स्कुटी